कुमारी जस्तै अर्को लिभिङ गड भैरव। भैरव हुनको लागि शाक्य कुलको बच्चा हुनुपर्छ र सानैदेखि आफ्नो कपाल नकाटेको हुनुपर्छ। पहिला भैरव भइसकेको व्यक्तिले भन्नुहुन्छ कि जात्रामा सबै भगवान बराबर हो भने पनि कुमारीलाई बढी महत्त्व दिने गरिन्छ र बाहिरबाट आएको मान्छेहरूले पनि कुमारीलाई नै बढी फोकस गर्छ। यो देखेर गणेश र भैरवलाई अलिकति बिछडिएको जस्तो फिल हुन्छ भनेर भन्नुहुन्छ। लिभिङ गड भैरव चाहिँ स्कुल जानु मिल्छ, तर उहाँलाई अरू बच्चाहरू जस्तै स्कुलको ड्रेस लगाउन र कपाल काट्नु पर्दैन। तर भैरवको यो ड्रेसअपले गर्दा स्कुलमा उहाँलाई बच्चाहरूले केटी जस्तो देखिन्छ भनेर पनि जिस्काउँछन्। तर उहाँ भैरव भइसकेपछि अझै बढी जिम्मेवार पनि हुनुपर्छ। भगवान भैरव बाहिर निक्लिन पाए पनि उहाँ आफू जता मन लाग्छ त्यता जान पाउनुहुन्न। जे मन लागे त्यही पनि खान पाउनुहुन्न र साथीहरूसँग पनि बाहिर जान पाउनुहुन्न। भैरवले फलो गर्नुपर्ने रुल्स धेरै हुन्छ र यस्तो पनि भनिन्छ कि भैरवले यो सबै रुल्स फलो गरेन भने भैरवलाई र देशलाई नै नराम्रो हुन सक्छ र यही बिलिफले गर्दा यो कल्चर वर्षौंदेखि चलिआएको छ।